यो सप्लिमेन्टहरू कुन कुन समयमा लिनु पर्दछ? भिटामिन डी बिहानको 12 बजेभन्दा अगाडि, किनकि यो सप्लिमेन्टले मेलाटोनिनलाई ब्लक गर्दछ। त्यसैले यदि तपाईँ यो सप्लिमेन्ट मिडनाइटमा युज गर्नुभयो भने तपाईँको निन्द्रामा असर गर्न सक्छ। भिटामिन ए, ई, के यो सप्लिमेन्टलाई तपाईँले एनी टाइम लिन सक्नुहुन्छ। साथै एक फ्याटी मेसँग यसलाई लिनुभयो भने यसको एब्जर्प्सनलाई बढाउँछ। भिटामिन बी कि त मर्निङमा लिनुहोस् कि त लन्चको साथमा यसलाई लिन सक्नुहुन्छ। म्याग्नेसियम राति सुत्नुभन्दा 1 घन्टा अगाडि यसलाई लिनुहोस् र यसलाई खानाको साथमा पनि लिन सक्नुहुन्छ, बिना खानाको साथमा पनि लिन सक्नुहुन्छ। यदि तपाईँले राति म्याग्नेसियम लिएर सुत्नुभयो भने तपाईँलाई एकदम राम्रोसँग निन्द्रा लाग्छ। क्याल्सियम दोस्रो सप्लिमेन्टको साथमा 2 घन्टाको डिफ्रेन्ट टाइम राखेर लिन सक्नुहुन्छ। आयरन सप्लिमेन्ट यो सप्लिमेन्ट तपाईँले भिटामिन सी को साथमा पनि लिन सक्नुहुन्छ या त खाली पेटमा पनि लिन सक्नुहुन्छ। यसले तपाईँको एब्जर्प्सन बढ्नेछ। विशेष गरी क्याल्सियम र आयरन हामीले एकै साथमा लियौँ भने यसको एब्जर्प्सन चाहिँ घट्नेछ। त्यसैले यो 2 सप्लिमेन्टको बिचमा चाहिँ टाइम ग्याप राखेर नै लिएको राम्रो। यदि मल्टिभिटामिन लिँदै हुनुहुन्छ भने त्यसलाई खानाको साथमा लिनुहोस्। तपाईँलाई थाहा छ, कुनै पनि भिटामिन सप्लिमेन्ट तपाईँको बडीमा त्यतिखेर मात्र राम्रोसँग एब्जर्प्सन हुन्छ जतिखेर तपाईँको पेटको लाइनिङ राम्रो हुन्छ। यदि तपाईँले लामो समयदेखि भिटामिन सप्लिमेन्टहरू लिइराख्नु भएको छ तर पनि तपाईँको ब्लड टेस्टमा केही पनि फरक आएको छैन, त्यसो हो भनेदेखि तपाईँले बुझ्नुपर्छ कि तपाईँले त्यसको रुट कजलाई ठिक गर्नुभएको छैन। यदि तपाईँको स्टमकको लाइनिङ हेल्दी छ भने त्यो समयमा तपाईँले भिटामिन्स र मिनरल्सलाई राम्रोसँग एब्जर्ब गर्न सक्नुहुन्छ। यदि तपाईँलाई यो सबै इन्फर्मेसनहरू इन्फर्मेटिभ लाग्छ र अझ धेरै कुराहरू जान्न र थाहा पाउन चाहनुहुन्छ भने मेरो यो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।